तर यसले चाहिँ चिनेन पक्कालाई घाँस दिन्न अब यसलाई चाहिँ घाँस दिन्न मैले चिने होइन ल अब यो गरी पनि सक्यो है अनि त्यसरी कामसाम पनि सक्यौँ है यो काटेर पनि सक्यौँ अब चाहिँ हामी घर हिँड्छौँ अनि घर जान्छौँ अब म चाहिँ यसरी भिडियो बनाएर हाल्नु पर्ला भन्ने हो नेट भएपछि भएन भने यस्तै हो अनि मेरो कपाल पनि यति आएको छ है मैले चाहिँ टोपो छाडेको छु अहिले टोपो कपाल खासै राम्रो देखिनँ क्या त्यही भएर चाहिँ मैले आफैले काटेँ नि त कपाल यस्तो कपाल म आफै काट्छु प्रायः साथै म उता बाहिर बस्न गएदेखि चाहिँ कपालहरू आफै काट्ने गर्छु क्या अनि खासै राम्रो पनि देखिन्न त्यही हो अनि काटिसक्यो जे होस् गाउँसँग काटिसक्यो यो है आमा चाहिँ बिहानदेखि लाग्नु भएको रहेछ अनि म आएको खेर चाहिँ आधा काट्नु भएको थियो पुरा पसिना लसिना भएको थियो अनि म चाहिँ हेर्दाखेरि अर्कै लागेर फेरि म पनि घर नगएर यहीँ बसेर काटेँ अनि काटेर पनि सक्यौँ जे होस् राम्रो पनि भयो अनि म चाहिँ अब हामी चाहिँ लाग्यौँ है घरतिर लाग्यौँ अनि आमा पछि म अघि हेरौँ अब जाम घरतिर अनि हाँस्दै हुनुहुन्छ है पछाडि चाहिँ गाउँ भयो जे होस् ठिक छ राम्रो रमाइलो छ गाउँ अब यहाँ जति बसिन्छ रमाइलो गरिन्छ है आमालाई सघाइन्छ बसिन्छ रमाइलो गरिन्छ अनि यही हो हाम्रो गाउँको चाहिँ ताल यस्तो छ अनि म चाहिँ टोपो लगाइहाल्छु है टोपो नलाउँदाखेरि अर्कै देखियो होइन कसले अहिले हेर्दिनँ म उता बिच सहरमा त गराउँथेँ भ्लगमा बिच सहरमा त पुरै भ्लग बनाउँदै हिँड्दै गर्थेँ टोपो लाउँदाखेरि चाहिँ हल्का राम्रो देखियो जे होस् ठिक छ अब आफ्ना मान्छेहरू भेट्ने चाहिँ मलाई जहाँसम्म लाग्छ माथि गएर ढो गर्ने राम्रो तिनीहरूलाई माथि गएर ढो गर्ने र नमस्ते गरौँ नि के जिउ गर्ने हो र क्या नमस्ते गर्छु म माथि त जान्न यो पछाडिको चाहिँ यो हाम्रो गाउँ हो एकछिन देखाउँछु म अहिले एकछिन बन्द गरेँ मैले है र हामी हिँडिसकेका छौँ होइन अगाडि चाहिँ मान्छे भेट्नु भएको थियो त्यही भएर चाहिँ मैले क्यामेरा तेर्स्याएको थिइनँ होइन अलि नराम्रो पनि सोध्छन् कि कहिलेकाहीँ पारी हेर्नु देख्न सक्नुहुन्छ त्यो पारी चाहिँ कस्तो परे जस्तो देखिन्छ नि हिउँ परे जस्तो त्यो चाहिँ पर्यो होइन फेरि अनि यो चाहिँ बाटो भयो होइन म चाहिँ घर जाने बाटो भयो अनि तपाईँ पनि देखिनुहुन्छ हो अगाडि हिँडेपछि मेरो आमा पनि देखिनुहुन्छ लेट्स गो गाइज होइन अनि यो चाहिँ हाम्रो गाउँ भयो यताको पारी चाहिँ गाउँ छ है गाउँ छ अनि यो चाहिँ म भएँ यो चाहिँ मेरो गाउँ अनि पछाडिको चाहिँ मेरो आमा अनि त्यस लगायत यता चाहिँ धारा पनि छ है पछाडि धारा पनि छ यो चाहिँ रमाइलो छ जे होस् ठाउँ हाम्रो या यस्तो छ अब ताल म चाहिँ थाकेर लुलिम परेको छु क्या यता एकदम गाडीमा पनि यस्तो थाकेँ होइन अनि भएन भनेर फेरि यहाँ काम गरियो अनि हात पनि काट्यो होइन हात पनि काट्यो यहाँ पनि काटिएको छ यहाँ पनि काटिएको छ फर्स्टको दिनमा होइन उता चाहिँ खासै गरिँदैन थियो क्या कामसाम भन्दा पनि अब यस्तै थियो उता चाहिँ खासै काम गरिँदैन थियो यताउता गर्ने पनि साइकलमा यताउता गर्ने यहाँ फर्स्ट दिनमै काम गर्नु परेको छ झन् भारी बोक्नेखेरि के हुने होला हालत गाह्रो छ है गाह्रो छ आजकल गाउँघरमा अहिले पहिला काम गरिन्थ्यो र राम्रो हुन्थ्यो आजकल त गरेन झन् झ्याउ पनि झ्याउ यो चाहिँ हाम्रो धारा भयो है तिनवटा धारा छन् यसलाई चाहिँ सिलिङ्गी धारा भन्छ क्यार हाम्रो यतातिर अब दामीको पानी खाम मिठो पानी यहाँको पानी चाहिँ बहुत मिठो हुन्छ नि फेरि यहाँको पानी चाहिँ यति मिठो हुन्छ बाबा मिठोको त कुरै नछोडिदिउँ क्या पारी हाम्रो घरमा कुवाएको छ भाइ हाम्रो घरमा कुवाएको छ क्या हाम्रो घर थियो त्यो पार चाहिँ ऊ त्यहाँनिर चाहिँ हाम्रो घर हो त्यो चाहिँ मेरो घर हो होइन देख्न सक्नुहुन्छ त्यो चाहिँ मेरो घर हो त्यहाँदेखि बाई पनि धेरै घर छन् यो चाहिँ जङ्गल जस्तो देखिन्छ तर जङ्गल छैन नि फेरि है भित्र राम्रो छ गाउँहरू ठिक छ हामीहरू चाहिँ त्यहाँ चाहिँ मेरो घर हो है त्यो चाहिँ मेरो घर हो गाई छ है त अनि यहाँदेखि चाहिँ म हेरिरहेको छु हाम्रो घर बहुत मिठो छ पानी पनि हात खुट्टा धुन्थ्यो अब ऊ तल जुत्ता छन् होइन जुत्ता लगाएको छु कसले धुन्छ यस्ता जुत्तासँग धुनु भएन घर गएर छराउँछु अनि धुन्छु तर भ्लग बनाउँदाखेरि मेरो अरू यस्तै हो हात चाहिँ बहुत पाठिन्छ क्या म उता पनि साइकलमा गराउँदाखेरि यस्तो हात पाठिन्थ्यो यार अब यहाँ पनि बनाउँछु जे होस् पोस्ट गर्ने टाइम मिल्छ मिल्दैन थाहा भएन पाइन्छ पाइन्न थाहा भएन तर भ्लग चाहिँ बनाउँछु होइन ठिकै छ अरू नभए पनि भ्लग सलग बनायो भने अब गरिब छ क्या गरिब छ कल त पैसा कतै
भोलि पछि अलि युट्युबर बनाएर पैसा कमाइन्छ क्या त्यही हो अरू केही होइन। अनि त्यसको लागि चाहिँ भलक सलकमा लत्या गर्नु परेको छ यार। यो चाहिँ हाम्रो बाटो भयो है, यो बाटो भयो हिँडिरहेको छ नि। यस्तोरी हिँड्नु परेको छ यहाँ, यस्तोरी हिँड्नु परेको छ। मोबाइल पनि यस्तो कम परेको छ। ए भलक बिचरा आमा पछाडि त्यति खालको भाडा बोक्नु भएको छ। ल्याउनु म समातिदिन्छु भाइ होइन भन्ने बेला त ठिकै छ, नत्र पनि म समातिदिन्छु। यहाँ खोले साग लाउनु भयो माथिवालामा भयो यति पुरा। यहाँनिर चाहिँ खोले साग लगाउने ट्राई गर्नुभएको रहेछ है। यहाँ चाहिँ कुलामा लगाउनु भयो, कुलामै खोले साग लगायो। यो कसको हाम्रै हो? वाह देख्न सक्नुहुन्छ यो चाहिँ खोले साग है। यहाँ चाहिँ टन्नै लगाउनु भएको हुन्छ साथै टन्नै लगाउनु भएको हुन्छ तपाईँ। यहाँ सुकिसकेको रहेछ, त्यहाँ अलिअलि छ जाग्ला छ माछा यही त हो। हुन्छ भोलि फेरि हेरौँ न त त्यसो भए। यहाँबाट देखिन्छ हाँसीले काट्ने खालको छ र? ओ रहेछ माथि त्यहाँ ऊ त्यहाँ छ है, ऊ त्यही रहेछ। कुन ग्राहक आज यिनी ग्राहकलाई छोप्नु पर्छ यार। हाम्रो घर भैँसी दुनो छ है केटा, माटो नि भैँसी दुनो छ, भैँसी दुनो छ। ग्राहक आएका छन् गरे है। अनि ग्राहकलाई चाहिँ दही बेचिन्छ, पैसा कमाइन्छ, त्यही हो। घर पनि पुग्यो फाइनली। यो पछाडिको चाहिँ न्याउलीहरू बाँच्ने चाहिँ यहाँ चाहिँ यो टाइममा चाहिँ न्याउलाहरू चाहिँ धेरै बाँच्छन् क्या, धेरै बाँच्ने। काफल पनि पाक्यो होला नि, बिस्तारै काफलको भलक पनि हाल्छु म। अनि त्यस पछाडि यो पनि हाल्छु। मेरो चाहिँ अब धनकालाइन काम गर्ने र काफलको भलक हाल्ने, गाउँघरमा भएको मान्छेहरू देखाउने काम चाहिँ मेरो हुन्छ। अनि बल्ल आए हाम्रा दै लिने ग्राहक पनि आइगएको रहेछन्, देख्न सक्नुहुन्छ। अनि म घर पनि कत्न बडा भएको छन् नानी बाबुहरू। हाम्रो चाहिँ घर यही हो। अनि घर देख्न सक्नुहुन्छ। र हाम्रो घरको चाहिँ फुलबारी, यो पछाडिको चाहिँ फुलबारी भयो होइन। यहाँ चाहिँ मैले उता जानेखेरि चाहिँ ठुलो फुलहरू लगाइदिएको थिएँ क्या, धेरै ठुलो फुल लगाएको थिएँ। अहिले चाहिँ छैन, थोरै रहेछ। ठिकै छ, जे होस् पहिलाको जस्तै त छ यो फुलबारी। तर बहुत फुल्या हुन्थ्यो, आज चाहिँ फुलेर हिँड्छ। जे होस् फुलेकै छ, जे होस् राम्रै छ। यो चाहिँ म देखाउँछु है त। यो चाहिँ हाम्रो घरको फुलबारी भयो है, यो फुलबारी भयो। अनि त्यस पछाडि यताको चाहिँ के भन्छ यार, यो के भयो के बारी घर भयो यस्तै हो। अनि त्यस पछाडि यो नानी त बहुत ठुलो भएको छ नि नानी यार। नानीले माथि फुपूकी छोरी हेरेर नानी बाबै कति ठुलो भएको थियो नि भएको छिन् यार। बाबै आजभोलिका लागि केटाकेटी कस्तो बढिया हुन् कि। पहिला सानो थियो म जाने थिएँ, अहिले त पुरा बढिगएको छ नि यार। ठिक छ, राम्रो छ। अनि अब घर पनि पुग्यो, घर पुगिसकेँ। अनि म चाहिँ अब भलकहरू हाल्छु, काम गर्छु। यताको भिडियोहरू हाम्रो चाहिँ गाई भैँसीहरू हिँड्नु हुन् है। मेरो घर यही हो, गाई भैँसी हिँड्नु हुन्। यिनी देख है, मलाई चिन्छ कि चिन्दैन हो? भाग्छ भागेको र न भागेको म तिमीहरूको गोसा आइज। यसले चिन्छ होला, यो ब्याउँदाखेरि म हिँड्थेँ क्या, चिनेस्? ओहो यसले मलाई चिन्यो, यो ब्याउँदाखेरि हिँड्थेँ, त्यही भएर चिन्यो होला क्या मलाई। त्यो त भाग्छ त त्यो बड्डो त मासला तेरिका। ठिक छ यसले चिन्यो, यो सानाले मलाई चिन्यो है। तर यसले चाहिँ चिनेन, पक्कालाई घाँस दिन्न। अब यसलाई चाहिँ घाँस दिन्न, यसले मलाई चिने होइन। यसलाई चाहिँ घाँस दिन्छु, यसले मलाई चिन्यो। अनि हाम्रो बारी चाहिँ है, बारी चाहिँ देख्न सक्नुहुन्छ। यसमा चाहिँ के लाउनु भएको छ होइन।